everybody from traveling Kathmandu. आज चाहिँ हाम्रो महाकुलुङ जाने दिन। हेलो भाउजू। हेलो। हामी रेडी भएर बसिरहेछौँ। आज हामी 3 जना सरर महाकुलुङ जाँदैछौँ। आज पुग्ने हो कि नपुग्ने त्यो चाहिँ थाहा छैन। सलमेरीको गाडीमा जाँदैछ। हाम्रो सामान यसरी रेडी पारेको छ र हामी बसेको रुम। अहिले चाहिँ गाडीको बसको वेटिङमा बसको भनेछु गाडीको सोल्टिनी 3 बजे अहिले 3 बजे होइन 4 पो बजे है 4 बजे हामी चाहिँ कलको वेटिङमा हो। कल नि आएको छैन, गाडी नि आएको छैन। कल आएको भए गाडी आउँछ, गाडी आएको भए कल आउँथ्यो अरे। बाटोतिर अब बाटो के कस्तो छ तपाईहरुलाई देखाउँदै लानेछु। सँगै यात्रा गरौँला, फिर मिलेंगे। खासमा हाम्रो चाहिँ 3:30 बजेको गाडी थियो अनि आज के भएर प्रब्लम भएछ, फोनै नलाग्ने भएर बल्ल 5:30 बजिसक्यो। 5:30 बल्ल फोन आयो। अब चाहिँ हामी निस्किँदैछौँ। अबको यात्रा चाहिँ राम्रो होस्। अन्त हामी सुतेर बसेको। यहाँ भक्कु पुग्ने 7 बजिसक्यो। 7 बजे त कहाँ पुग्नु पर्ने मान्छे है। त्यो चाहिँ यस्तै राम्रै छ होला भनेको त। ठिक छ ल, सुतेर आएको आएको के खानु हुन्छ धेरै बसौँ बसौँ जान्छु ल। रोटी तरकारी हाल्नु, रोटी तरकारी अहिले आउँछु। सेल तरकारी खानु। सोल्टिनीले केही खानुहुन्न? नखाने रे। 8 बजिरहेछ। एकदम धेरै क्राउड भइरहेछ अनि बाहिरको सिन चाहिँ अहिले म देखाउँछु है। एकदम धेरै भिडभाड गाडी। पानी पर पन्धारेमा घाम लाग्यो भरमा, जता हेर माया मात्रै कहिले लग्यो घरमा, जता हेर माया मात्रै कहिले लग्यो घरमा। पानी पर पन्धारेमा घाम लाग्यो भरमा। गरेको चाहिँ देखेकै छैन। त्यो बेला बनाउनु पर्ने भन्दै हुन्थ्यो। मलाई थाहै छैन। के अर्डर गर्दै चटपटे? यो मिक्स फ्रुट। चटपटे खाने होइन? ठिक छ, फ्रुट खाऊँ न। शीतल छ त्यहाँ बाटोमा।
फ्रुट खान लागिरहेछौँ हामी चाहिँ। यहाँनिर शीतल छ है। पहिला बाबालाई हस्पिटल लिएर आउँदा यहाँ आलु होटलहरू थियो। यहाँनिर बिसाएर त्यहाँ फोटो खिचेको मलाई याद छ कि फोटो अझै छ। त्यही भएर यहाँ ठाउँमा आइपुग्दा जहिले बाबालाई सम्झिन्छु क्या मैले गाडीमा हुँदा पनि। धेरै भन्छ जस्तै लाग्यो जस्तै। हामी बाटोमा बिसाएर एकछिन खाजा खान्छु फलफुल खाने ठाउँमा। यस्तो छ है। खै तपाईँको फोटो हामी चाहिँ यहाँ सल्लेरी ल्यान्ड भयो। हाम्रो गाडी गयो, हामी सल्लेरीमा आइपुग्यो। हामीले खासा महाकुलुङ जानुपर्ने हो। अब के हुन्छ गाडी खोज्ने क्रम जारी छ। हाम्रो सामान पनि ठन्डै छ, कता कता खोज्नु पर्ने छ है। सोल्टिनी कहाँ जानुभयो? ए त उता हो, ब्याग लिएर आउँछु। यहाँ चाहिँ हाम्रो बाउजूको हुनुहुन्छ। सोल्टिनी कस्तो भयो यात्रा? जोर होइन? ए यो झोला राख्न नि फोहोर भएर। हामी चाहिँ यहाँ सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा। हिजो चाहिँ हाम्रो गाडी कति बजे ल्यान्ड भयो अरे? 5 बजेतिर आइपुग्यो। सेन्टी फ्ल्याटमा हामी चाहिँ के गऱ्यौँ रे भाउजू र म चाहिँ? मलाई नि इरिटेट हुने गरी खानु भयो। त्यस्तो भयो हिजोको यात्रा चाहिँ। तर भाउजू सुध्रिनु भएछ, खुसी लाग्यो कसम। पहिला त यात्रा गर्नै गाह्रो हुन्थ्यो। अनि आज चाहिँ फेरि हामी छुट्ने दिन है आएको छ। अनि म गाउँ जान्छु। उहाँहरूको गाउँ भेट्दा खुसी, छुट्दा दुखी। अब यसपछि त्यही हो है। 6-7 इयर पछि त्यसलाई भेट्नुपर्छ मिलाएर। त्यस्तो भइरहेछ। हाम्रो महाकुलुङको यात्रा छ। हाम्रो सोल्टिनीको जुबिङमा पेदको छैन गाउँपालिका सल्लेरी। हाम्रो सोलुखुम्बुको सदरमुकाम ब्युटिफुल, एकदमै राम्रो वातावरण छ। यहाँ चाहिँ इन्भाइरोमेन्ट चाहिँ एकदम राम्रो छ। एकदमै मनपर्छ क्या यहाँको इन्भाइरोमेन्ट चाहिँ। चिसोमा त धेरै चिसो सहनै नसकिने। आइसक्नु भएको छ हाम्रो गाडी। यो अब चाहिँ हामी जान्छौँ जस्तो छ है महाकुलुङ। भात न हाम्रो सामान यस्तो छ। बैङ्कमा जागिर गरेर बैङ्कमा जागिर खाएर नि के अरे पुगेन रे भात खान। अनि फेरि गाडी चलाउन थाल्नु। गाडी नि आफ्नै हो नि उहाँको। सल्लेरीबाट अब चाहिँ हामी लोड गर्न लागेको छ। हाम्रो सामान टन्नै छ। यहाँ छ, यहाँ भित्र छ सामान। अझै भित्र छ पसलको सामान, घरको सामान। साउनी अलिकति लिन्छु है। खास मैले नि उचालेको छु है यो बोरा। साउनी यत्तिकै हुँदैन नि त है। ज्यान घटाउनै पर्यो। घटाइन्छ अब ज्यान गर्नु, डाइटिङ गर्नै पर्दैन। अब साउने भएपछि टेन्सन लिएन। अन्तिम खाना भयो यसपालिको टुरको है। राम्रोसँग जानु होला। कतिखेर जान्छ तपाईँ? हजुर हाम्रो गाडी आइसक्यो बाहिर। हुन्छ हामी यो खाजा खाएर हिँड्छौँ। होइन हामी खाजै खाने नै हो। हाम्रो सोल्टिनीले हाम्रो सेवा गरिरहनु भएको छ। हामीलाई यस्तै मनपर्छ सोल्टिनी। धेरै दिन नखाएर नुनको स्वादै थाहा पाउनु छोडेछु। झोल मोमो मिठो छ? एकदम मिठो छ।
हिजो थुक्पा नेपाली त हिजो खाना पनि कस्तो मिठो भयो सोल्टिनी ल धन्यवाद है हामी गयो हस् बाई बाई तयारी भइसक्यो अब हामी साइडबाट के निस्किरहेको फोर पल्लो गोजीबाट हामी यहाँ चढ्ने हो हुन्छ रहेको के होला भन्थ्यो तपाईँसँग 10,000 छैन ए बढे 8,000 अब हाम्रो यात्रा चाहिँ सुरु भयो भाउजूजी हिजोको जस्तै हाम्रो यात्रा एकदमै राम्रो आज होस्। रमाइलो गरेर जानुपर्छ आज त झन् राम्रो हुन्छ आज हामीलाई मार्ने सम्भावनै हुँदैन मलाई चाहिँ कोरियामा हुँदा एकदम गाडी लाग्ने गर्छ यहाँ आएपछि चाहिँ लाग्दैन कोरियामा बस्दा नि पछाडिको सिटमा बस्ने यहाँ पनि पछाडिको सिटमा बस्ने हो आज चाहिँ पुगिन्छ है घरतिर घरमा पनि वेटिङमा छन् हाम्रो आफन्तजनहरू सबभन्दा धेरै त बाबुहरू तपाईँकै लागि गीत सेवा के ए फाइनली घर आइपुग्यो हाम्रो घर चाहिँ यहाँनिर छ अब सामान अनलोड गर्नुपर्ने टन्नै ए कान्छा सेवा सेवा के सानो सानो मम्मीको आवाज सुनेर सुत्नु पनि छैन है सुतेकै छैन नि है सानो सानो चिन्नुभयो खेलिरहेको मान्छे दुईचोटि सुता बाबुको हिंसा हो भाउजूको पसल यहाँनिर अब सुरु गर्नुपर्ने छ नजानुहोस् कति दिनमा भेट हुँदैछ कति दिन 8 दिन होइन किन हुँदैन ए सरी अरुणजी ए लजाको मम्मीलाई भेट्न जाँदैछु मा मम्मी ए मा आऊ हुनुहुन्न नो म्यान नबढी मम्मी हुनुहुन्न रहेछ मम्मी त मम्मीलाई भेट्न आएको छिटो हुनुहुँदैन रहेछ त कहाँ जानु भयो वाबम फलेको वाबम हाम्रो घर मम्मी नै हुनुहुन्न ए ल दादा खै दादा खै दादा ठुयो मैयो हुन्छ मैयो कहाँ जानुभयो मम्मी चाहिँ सामान अनलोड गर्ने कार्यक्रम चल्दैछ हाम्रो भाइहरू पनि ठिक्क रहेछ तपाईँलाई निकालेको ठिक्क लङ्गा तङ छमताम गरेर अनि यहाँनिर नि बाहिरै
त्यहाँबाट के भइरहेछ